साथीहरु वेलकम टु माई मिनी ब्लग्स। हेर्नुस् न, आज चाहिँ हाम्रो होटलमा यति धेरै फुलहरु लिएर आएको थिएँ कि सजाउनलाई, किनकि अब त रोमानियामा सिजन सुरु भयो नि त साथीहरु। सिजन सुरु हुन लगातै यहाँ चाहिँ यसरी फुलहरु ल्याएर होटलहरुमा सजाइन्छ र घरहरुमा पनि सजाउँछ है त्यहाँको मान्छेहरुले। अनि हेर्नुस् न, यता पनि सानो सानो फुलहरु यसरी ल्याएको थिएँ कि अब यो सबै फुलहरु चाहिँ रेस्टुरेन्टमा होटलमा सजाउन राख्छ क्या साथीहरु। अनि म चाहिँ यहाँ पानी हाल्दैछु। अब यो पानी हालिसकेपछि म यसलाई माथि झ्यालमा सजाउन राख्छु है त साथीहरु। तपाईहरुलाई म अर्को पार्टमा नि देखाउँछु, किनभने यो अहिले यो जति पनि फुलहरु देखेको छ कहाँ सजाएर राखेको छु भने सबै त देखाउन त परिहाल्यो नि साथीहरुलाई, हैन त। हेर्नुस्, अहिले चाहिँ म यहाँ यसरी राख्दैछु यो फुललाई। अनि आजकल चाहिँ अब रोमानियामा सिजन पनि सुरु भयो साथीहरु। सिजन सुरु भयो लगतै गर्मी पनि सुरु भयो। अब हेर्नुस्, मैले चाहिँ फर्स्ट टाइम भोइस कभर गर्दैछु कि साथीहरु। खासै राम्रो त छैन होला, जति अब मैले जानेको त्यति चाहिँ मैले गरेँ है त। हेर्नुस् न, अब साथी यो फुलहरुलाई म एक ठाउँमा राख्छु सबै। अनि यो खाली भाँडालाई चाहिँ उता राख्दिएँ मैले, अब त्यसमा पनि पछि फुल रोपिन्छ। अनि यता पनि म फुलमा पानी हाल्दैछु। अब यो फुलमा सबैमा यसमा पानी हालिसकेपछि सबै उता मेन ढोकामा सजाएर राख्छ है। त्यो चाहिँ हेर्नुस् न, पहेँलो फुल कति राम्रो किन साथीहरु, मलाई त फुल भनेपछि एकदमै धेरै मनपर्छ कि। अब यो फुलमा पानी हालेको छ। अनि तपाईहरुलाई म अर्को पार्टमा देखाउँछु है त हामीले फुलहरु कहाँ सजाउन राख्यौं भनेर। अहिलेलाई यति नै साथीहरु, धेरै धेरै धन्यवाद तपाईहरुले हेरिदिनु भएकोमा। थ्यांक यू सो मच। अनि लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है त साथीहरु। बाइ।